हुम्लाका जनताहरू र बाजुराका जनताहरूले चाहिँ अन्न होइन घाँस खान्छन् भन्ने मैले बुझेँ। रिसेन्ट डेमा उहाँहरूको यो सिमाना बिचको वाद विवादले गर्दाखेरि एकअर्कामा तोडफोड, एकअर्कामा झडप र मारपिटको क्रम एकदम बढ्दै गइरहेको रहेछ। यो एकअर्का जिल्ला सिमाना बिच वाद विवाद हुँदा, तोडफोड हुँदा, झै झगडा हुँदा फाइदा कसलाई हुन्छ? फाइदा त्यसलाई हुन्छ जो त्यो ठाउँको नेता हुन्छ, सांसद हुन्छ, दलाल हुन्छ, ठेकदार हुन्छ, तिनीहरूलाई फाइदा हुन्छ। घाटा कसलाई हुन्छ? घाटा जनताहरूलाई नै हुने हो। जोखिम कसलाई खेप्नुपर्छ? जनताहरूलाई नै खेप्नुपर्ने हो। खास गरी बुझ्ने कहिले हो जनताहरूले चाहिँ? अहिले रिसेन्ट डेमा सुदूरपश्चिम चिनाउनुपर्छ भन्ने अभियानमा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालका टिमसहित विभिन्न जिल्लाहरू भ्रमण गर्दै जाँदा हुम्ला र बाजुराका केही स्थानीय मान्छेहरूकोबाट चाहिँ लखटिएको र दुर्व्यवहार गरिएको भन्ने